हेलो एभ्रिवान, माइसेल्फ रञ्जित चौहान र सदा चाहिँ फेरि पनि म आज उपस्थित भइसकेको छु डाइरेक्ट सेलिङको विविध विषयमा सदा चाहिँ चर्चा गर्ने क्रममा। आज एपिसोड 5 राउन्डमा आइसकेको छौँ। जति पनि एसोसिएट भएर आज हामीसँग काम गरिरहनुहुने सम्पूर्ण टिमहरू हुनुहुन्छ, सो सबैजना एक्साइटेड हुनुहुन्छ किनभने यसरी काम गर्दै जाँदा चाहिँ एकदमै सबैलाई सहज पनि भइरहेको छ र सबैको आफ्नो ठाउँबाट चाहिँ रिजल्ट पनि आइरहेको छ, राइट। आज यो के विषयमा चर्चा भइरहेको छ भने यदि आज फर्स्ट टाइम तपाईँ सुन्दै हुनुहुन्छ भने तपाईँले सिरियली चाहिँ सुन्दै आउनु होला, तब मात्रै तपाईँले यो सबै कुराहरू चाहिँ बुझ्दै जानुहुन्छ। आजको सिधा टपिकतिर जानु पर्दाखेरि चाहिँ आजको मेरो टपिक छ एक्चुअली व्हाट इज डाइरेक्ट सेलिङ बिजनेस। डाइरेक्ट सेलिङ बिजनेस चाहिँ वास्तवमा चाहिँ के हो, स्टोरीबाट सुरुवात गर्न चाहन्छु। स्टोरी एकादेशबाट सुरु हुन्छ। एकादेशमा एउटा सुन्दर गाउँ हुन्छ जहाँ प्राकृतिक दृष्टिकोणले हराभरा हुन्छ, होइन। हावापानी, त्यहाँको बाटोहरू एकदमै मलिलो हुन्छ र त्यहाँका जति पनि त्यस गाउँमा बस्ने मान्छेहरू हुन्छन् सबै स्वस्थ हुन्छन् र त्यही गाउँमा चाहिँ दुईजना चाहिँ एकदमै धनाढ्य व्यक्तिहरू हुन्छन्। यसरी नै समय चल्दै गइरहेको हुन्छ। त्यही समय चलिरहेको दौरानमा चाहिँ एकजना गोपाल भन्ने व्यक्ति हुन्छन् जो चाहिँ अलिकति आर्थिक रूपले पछाडि परिरहेको हुन्छन्। उसलाई चाहिँ घर धान्न अलिकति गाह्रो परिरहेको हुन्छ। हुन त उनले कुनै न कुनै ठाउँमा रोजगार त गरिरहेको हुन्छन्, तर त्यो रोजगारीबाट आएको जुन इन्कम हुन्छ त्यो इन्कमले चाहिँ कभर भइरहेको हुँदैन र त्यति भइसके पछाडि उसलाई घर धान्न निकै गाह्रो भएको महसुस हुन्छ। त्यस पछाडि उनले सोच्दै गइसके पछाडि चाहिँ अब उसले सोच्छन् कि होइन, मैले केही न केही अरू एक्स्ट्रा केही गर्नै पर्छ भन्ने सोच बनाउँछन् र त्यस पछाडि उनीहरूले सोच्छन् कि अब कहाँ जाने त भनेर सोच्दाखेरि चाहिँ रमेश, जुन चाहिँ धनाढ्य व्यक्ति रमेश र हरि थिए, त्यसमध्येबाट रमेशको नाम चाहिँ दिमागमा झट्टै आउँछ र उनी चाहिँ गोपाल चाहिँ रमेश भएको ठाउँमा आउँछन्। गोपालले सोध्छन्, रमेशजी तपाईँ के गर्दै हुनुहुन्छ, कसरी गर्दै हुनुहुन्छ, तपाईँले राम्रो उन्नति गर्दै हुनुहुन्छ, प्रगति गर्दै हुनुहुन्छ र म चाहिँ यस्तो खालको एउटा समस्यामा परिरहेको छु। मलाई मेरो इन्कमले धाँदिरहेको छैन, केटाकेटीहरू बढिरहेको छन्, होइन। मलाई अरू इन्कमको सोर्सहरू बढाउनु पर्ने भइरहेको छ र त्यसले गर्दाखेरि तपाईँ के गर्दै हुनुहुन्छ भनेर प्रश्न गर्छन् गोपालले रमेशलाई। र रमेशले भन्छन्, म दिनको 2टा माछा मार्छु र त्यो दिनको 2टा माछाले नै मेरो जीविका चाहिँ चलिरहेको छ भनेर चाहिँ गोपाललाई चाहिँ रमेशले चाहिँ जवाब दिन्छन्। र त्यस पछाडि भन्छन् गोपालले, के मलाई रोजगार दिनुहुन्छ भनेर प्रश्न गर्छन्। र त्यति भइसके पछाडि रमेश त्यस्तो खालको माइन्डसेटको मान्छे हुन्छन् कि उसले भित्रभित्र यस्तो सोच्छन्, यदि यो मान्छेलाई मैले रोजगार दिएँ भने यो मान्छेले त सबै सिपहरू सिक्छ र त्यो सिकिसके पछाडि उसले आफै काम गर्छ। उसले आफै काम गर्यो भने त मेरो त भोलिदेखि चाहिँ मेरो व्यवसायहरू सबै चौपट्ट हुन्छ। ओहो, त्यसो भने त मैले यो मान्छेलाई काम दिनु हुँदैन। यानि कि उनी चाहिँ कस्तो खालको माइन्डसेटको व्यक्ति हुन्छन् त भन्दाखेरि साँगुरो माइन्डसेटको चाहिँ व्यक्ति हुन्छन्। र त्यसले गर्दाखेरि उनले के भन्छन् भन्दा, गोपाल अहिले मसँग कुनै काम छैन, पछि बाइचान्स कुनै काम आयो भने चाहिँ म तिमीलाई त्यति बेला चाहिँ खबर गर्छु भनेर चाहिँ उसले चाहिँ केही बाना लगाएर चाहिँ पठाइदिन्छन्, फर्काइदिन्छन्। त्यस पछाडि गोपाल एकदमै फ्रस्ट्रेट हुन्छ, अलिकति निराश हुन्छ, होइन, किनभने ऊ त कामको खोजीमा थियो। र त्यही बाटोमा जाँदै गर्दाखेरि अब उसले के सोच्छ त भने, ठिकै छ, रमेशले त मलाई काम दिएन, तर एकजना फेरि अर्को व्यक्ति पनि त छन् नि जुन मेरै गाउँमा बस्छन्, हरिजीसँग चाहिँ भेटेर यो विषयमा सल्लाह गर्छु, उहाँले त मलाई पक्कै पनि काम दिनुहुन्छ भनेर चाहिँ सोच्छन्। त्यस पछाडि गोपाल चाहिँ हरि भएको ठाउँमा आउँछन् र फाइनल्ली हरिजी भएको ठाउँमा आइसके पछाडि चाहिँ उनले त्यही प्रश्न राख्छन् कि म यस्तो समस्यामा छु र यसरी मार्कामा परिरहेको छु, तपाईँ के काम गरिराख्नु भएको छ प्रश्न गर्दाखेरि चाहिँ हरिले भन्छन्, उसले पनि सेम, म दिनको 2टा माछा मार्छु र दिनको 2टा माछा मारेर मैले राम्रो जीविका चलाइरहेको छु, त्यसैमा मैले इन्कम पनि गरिरहेको छु, आफ्नो घर पनि चलाइरहेको छु, त्यसको साथसाथमा मैले धेरै कुराहरू चाहिँ जोड्न सकिरहेको छु, यानि कि म अलरेडी अब सफल हुँदै अगाडि बढिरहेको छु भनेर चाहिँ हरिजीले चाहिँ गोपाललाई चाहिँ भन्छन्। र त्यति भइसके पछाडि गोपालले भन्छन्, ठिक छ, त्यसो भने तपाईँसँग काम दिन सक्नुहुन्छ भनेर चाहिँ प्रश्न गर्दाखेरि चाहिँ हरिले के भन्छन् भन्दाखेरि, ठिक छ गोपाल, यदि तिमीलाई साँच्चै नै रोजगार चाहिएको छ र तिमी इन्कम बढाउन खोजिरहेको छौ र अहिलेसम्मको इन्कममा सेटिस्फाइड छैनौ र अरू एक्स्ट्रा इन्कम आफ्नो इन्कमलाई बढाउन चाहिरहेको छौ भने चाहिँ मसँग आएर मिलेर काम गर्न सक्छौ, तिम्रो इन्कम पनि बढ्छ। तर त्यसको लागि चाहिँ म एउटा शर्त भन्छु, यदि तिमीले त्यो शर्त मान्यौ भने मसँग काम गर्न पायौ, यदि मानेनौ भने चाहिँ तिम्रो आफ्नो खुसी गर्न पायौ भनेर चाहिँ भन्छन्। त्यस पछाडि तपाईँको प्रश्न मलाई राख्न सक्नुहुन्छ, राख्नुहोस् भनेर भन्छन्। त्यस पछाडि हरिजीले भन्नुहुन्छ, हेर, म दिनको 2टा माछा चाहिँ मारिरहेको छु, माछा कसरी मार्ने त्यो पनि सिकाउँछु, झोल जालदेखि लिएर दुवाली कसरी धुन्ने, बल्छी कसरी बनाउने, होइन, सबै कुराहरूको चाहिँ म सेवा सुविधाहरू तिमीलाई दिनेछु। तर मेरो शर्त चाहिँ के हो भन्दाखेरि तिमीले मारेको माछाबाट चाहिँ मलाई चाहिँ एउटा माछा चाहिँ दैनिक चाहिँ दिनुपर्छ, के तिमी तयार छौ भनेर चाहिँ प्रश्न हरिजीले गोपाललाई चाहिँ गरिसके पछाडि गोपालले यसो सोच्छ, होइन, यो त एकदम राम्रो कुरा हो, ठिक छ, म पनि त्यसो भने त गर्न तयार छु। उसले त कमसेकम रोजगारी पाइरहेको छ अनि त्यसको साथसाथ ऊ त्यो जहाँ जुन इन्कममा सेटिस्फाइड भएको थिएन त्यो इन्कमबाट अरू इन्कम खोजिरहेको थियो भने त्यहाँनिरबाट त्यो इन्कम हुन सक्थ्यो। त्यो ठाउँमा आइसके पछाडि चाहिँ गोपालले सोच्छ, हुन्छ त्यसो भने म तपाईँसँग मिलेर काम गर्छु, म भोलिदेखि तपाईँसँग काम सुरु गर्छु भनेर चाहिँ गोपालले चाहिँ हरिजीलाई भन्छन्। त्यस पछाडि उनीहरू सँगै मिलेर काम गरिरहेको हुन्छ र काम गर्दै जाने क्रममा र उसले चाहिँ के सोचिरहेको हुन्छ भने, अब ठिक छ, त्यसो भने गोपाल आउँदाखेरि मलाई यदि एउटा माछा एक्स्ट्रा आयो भने
गोपाल जस्तै अरू कति धेरै साथीहरू होलान् जसले चाहिँ रोजगारी चाहिरहेको छ र के उनीहरूलाई पनि त रोजगार दिन सकिन्छ भनेर चाहिँ हरिले चाहिँ सोच्छन्। गोपाललाई चाहिँ एक दिन चाहिँ भन्छन्, गोपाल तिमीसँग अरू त्यस्तो कोही साथीहरू छ जो काम गर्न चाहन्छ हामीसँग मिलेर, यदि त्यस्तो कोही मान्छे छ भने तिमी त्यो मान्छेहरूलाई पनि ल्याऊ, हामी सबैजना मिलेर काम गरौँ भनेर चाहिँ हरिजीले चाहिँ गोपाललाई चाहिँ सुनाउँछन्। गोपालले भन्छ मसँग अहिले 4 जना हालैपछि 4 जना साथीहरू छन् र त्यो 4 जना साथीहरूलाई म तपाईँ भएको ठाउँमा ल्याउँछु, उनीहरू पनि काम खोजिरहेका छन्। त्यस पछाडि उनीहरू सबैजना मिलेर काम गर्छन्। तर शर्त के हुन्छ त भन्दाखेरि गोपालले जसरी हरिजीलाई एउटा माछा दिनुपर्ने थियो त्यसै गरेर उसका आएका साथीहरूले पनि सबैले चाहिँ प्रत्येकले चाहिँ एउटा एउटा माछा चाहिँ दिनुपर्ने हुन्छ, राइट। अब के हुन्छ त भन्दाखेरि अब सँगैमा काम गर्दै गर्दाखेरि रमेशको दिनको 2टा माछा मारिरहेको थियो, त्यसरी नै चलिरहेको छ। त्यसैको ठाउँमा चाहिँ त्यसको 3 महिना 4 महिना 5 महिना पछाडि हरिको प्रगति धेरै अझै बढेर गयो र त्यहाँनिर के भएर चाहिँ त्यस्तो भयो त भनेर हेर्दाखेरि चाहिँ हरिजी पनि के गरिराख्नु भएको थियो त भन्दाखेरि दिनको 2टा माछा मारिराख्नु भएको थियो। तर उहाँले के गर्नुभयो, एउटा कम्पाउन्डिङ इफेक्ट ल्याउनु भयो, यानि कि उहाँले चाहिँ एउटा फर्मुला युज गर्नुभयो जहाँ चाहिँ आफू पनि रोजगार हुने र त्यसको साथसाथ अरूलाई पनि रोजगार गराउँदै चाहिँ अरूको पनि इन्कम गराउँदै चाहिँ अगाडि बढ्ने एउटा मिसन लिएर आउनुभएको थियो। र उहाँले के गर्नुभयो त त्यो साथीहरूलाई चाहिँ एउटा कन्डिसन राखिदिनु भएको थियो जसले चाहिँ एउटा माछा दिनुपर्ने र जुन गोपालसहित 4 जना साथीहरू आउँदाखेरि 5 जना जम्मा 5 जनाले चाहिँ हरिजीसँग काम गरिरहेका छन्। र अब के भयो त भन्दाखेरि 5 जना साथीहरूले चाहिँ दिनको एक-एकवटा माछा दिँदा त हरिजीसँग के भयो, दिनको उसँग भएको 2टा माछा प्लस 5 जना साथीहरूले दिएको माछा गर्दाखेरि जम्मा दिनको 7वटा माछा भयो। र उहाँले अझै बढी उनीले चाहिँ त्योभन्दा पनि जुन चाहिँ रमेशको तुलनामा धेरै डबल तिर्बल चाहिँ इन्कम गर्न थाले। र यसरी चाहिँ बिस्तारै समय चल्दै गयो र बिस्तारै अन्य मान्छेहरू पनि हरिजीसँग आएर चाहिँ काम गर्न थाले। र एक्ज्याक्टली भन्नुपर्दाखेरि यो कथाबाट चाहिँ तपाईँले के बुझ्नुभयो त भन्दाखेरि यो डाइरेक्ट सेलिङ बिजनेस पनि यसै कथामा आधारित छ। र यो जुन बिजनेस कन्सेप्ट छ, यो बिजनेस कन्सेप्ट भनेको चाहिँ हरि जस्ता व्यक्तिहरूले निकालेको चाहिँ एउटा बिजनेस कन्सेप्ट हो। त्यही बिजनेस मोडललाई चाहिँ डाइरेक्ट सेलिङको नाम दिएको छ। र अब थोरै चर्चा गरौँ, हामीले दैनिक हाम्रो जीवनमा चाहिँ चलाउने विभिन्न वस्तुहरू चाहिँ हामीले चलाउँदै जाँदाखेरि चाहिँ एउटा मार्केटबाट ल्याइरहेको हुन्छ, त्यो हो ट्रेडिसनल मार्केट। र डाइरेक्ट सेलिङको पनि चर्चा गर्नेछु र ट्रेडिसनलको पनि चर्चा गर्छु। वाट इज एक्चुअली डाइरेक्ट सेलिङ भने यसैलाई त म आज क्लियर गर्दैछु। र एक्ज्याक्ट क्लियर गर्नु पर्दाखेरि चाहिँ अब के छ भने यहाँनिर 2 खालको बिजनेस छ, एउटा ट्रेडिसनल बिजनेस छ, एउटा डाइरेक्ट सेलिङ बिजनेस छ। सपोज मानिलियो तपाईँले कुनै पनि प्रोडक्ट चलाउनुहुन्छ र तपाईँले चलाइरहेको प्रोडक्ट चाहिँ सपोज मानिलियो फेयर एन्ड लभली चलाउनुहुन्छ भने चाहिँ त्यो फेयर एन्ड लभली काहीँ न काहीँ बन्छ, राइट। काहीँ न काहीँ कुनै न कुनै कम्पनी हुन्छ त्यसको जहाँ चाहिँ म्यानुफ्याक्चर हुन्छ। कम्पनीले उत्पादन गरिसके पछाडि के हुन्छ, त्यही प्रोडक्ट चाहिँ अब फर्स्टमा एडभर्टाइजमा जानु पर्यो। एडभर्टाइज हुन्छ, एडभर्टाइज पछाडि के हुन्छ, सिएनएफ एजेन्टले लान्छ, सिएनएफ एजेन्ट पछाडि के हुन्छ, होलसेलरले लान्छ, त्यस पछाडि कसले लान्छ, फेरि डिलरले लान्छ, डिलरले लगिसके पछाडि फेरि रिटेलरले लान्छ, र रिटेलरले लगिसके पछाडि लास्टमा कन्ज्युमर यानि कि कस्टमर भएको ठाउँमा चाहिँ यानि कि तपाईँ हामी जस्तो उपभोक्ता भएको ठाउँमा चाहिँ त्यो प्रोडक्ट चाहिँ आइपुग्छ, राइट। अब यहाँ चाहिँ के छ भन्दाखेरि ट्रेडिसनल मार्केटमा र यहाँ यो ट्रेडिसनल मार्केटमा चाहिँ जति पनि आज बजारमा देखिनु भएको तपाईँले देखिरहनु भएको प्रोडक्टहरू छ त्यो सबै प्रोडक्टहरू चाहिँ यही माध्यमको थ्रुबाट चाहिँ आइरहेको हुन्छ। यहाँ एउटा च्यानल हुन्छ जुन च्यानलको थ्रुबाट चाहिँ यसरी चाहिँ तपाईँ हामी भएको ठाउँमा चाहिँ आइपुग्छ। अब एक्ज्याक्टली भन्नुपर्दाखेरि मानिलिनु त्यो फेयर एन्ड लभलीलाई चाहिँ 60 रुपियाँमा उत्पादन गरिदिएको थियो भने त्यही फेयर एन्ड लभली चाहिँ तपाईँ भएको ठाउँमा आइपुग्दाखेरि चाहिँ त्यसको दाम चाहिँ डबल या त्रिबल हुन गयो, राइट। यानि कि त्यो फेयर एन्ड लभलीको दाम बढेर 100 रुपियाँ हुन गयो। र मार्कामा चाहिँ को पर्यो त भन्दाखेरि तपाईँ र हामी कमायो कसले भन्दाखेरि यो जुन बिचमा बसेको बिचौलाहरू छन्, यिनै बिचौलाहरूले चाहिँ राम्रो आम्दानी गरिरहेका छन्। वर्ल्डको ठुल्ठुलो व्यक्तिहरूले चाहिँ यो कुरालाई चाहिँ रिसर्च गर्दै जाँदाखेरि चाहिँ यहाँनिर त एउटा ठुलो मान्छेहरू चाहिँ मार्कामा परिरहेको छन्, कस्टमरहरूलाई चाहिँ एउटा असर परिरहेको छ। र यसको ठाउँमा चाहिँ यो जुन ट्रेडिसनल मार्केट छ यसको जुन मार्केटिङ मोडल छ यो मार्केटिङ मोडललाई नै यदि हामीले चेन्ज गरिदियौँ भने र गर्नको लागि हामीले के गर्न सक्छौँ त भनेर उनीहरूले सोच्दै जाँदाखेरि चाहिँ यो कन्सेप्ट आयो जुन जसलाई डाइरेक्ट सेलिङ चाहिँ भन्ने गर्छ। अब यहाँ पनि के हुन्छ त भन्दाखेरि यत्रो बिचौला जुन ट्रेडिसनल मार्केटमा चाहिँ यत्रो बिचौलाहरूले आज सेलिब्रिटीहरू आफ्नो महँगो गाडी चढेर हिँडिरहेको छ होइन। अनि त्यस पछाडि होलसेलर रिटेलर डिलर गर्नेहरूले चाहिँ यत्रो ठुल्ठुलो बङ्गलाहरू यत्रो बिजनेस व्यवसायहरूलाई चाहिँ बढाएर लगिरहेको छ भने यिनीहरूले यत्रो पैसा कमाइरहेको छ त्यही कस्टमरको कारणले गर्दा भने सो वाइ नट किन कस्टमरलाई चाहिँ बेनिफिट नदिने भन्ने हिसाबबाट चाहिँ डाइरेक्ट सेलिङ बिजनेस चाहिँ सुरुवात भएको हो। र त्यही कन्सेप्टबाट चाहिँ अब यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि कम्पनीले प्रोडक्सन गर्छ, जसरी अघि त्यो हामीले फेयर एन्ड लभलीको कुरा गऱ्यौँ त्यस्तै कुनै जुन चाहिँ कस्टमरको डिमान्डेबल प्रोडक्ट हुन्छ र कम्पनीले उत्पादन गरेको प्रोडक्ट चाहिँ डाइरेक्ट कस्टमरसम्म कम्पनीदेखि डाइरेक्ट कस्टमरसम्म ल्याउने सिस्टमलाई नै डाइरेक्ट सेलिङ सिस्टम भनेर चाहिँ भनिन्छ। यसले के भयो त भन्दाखेरि अब यहाँनिर धेरैले प्रश्न गर्नुहुन्छ, एक्चुअली धेरैले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि डाइरेक्ट सेलिङ एउटा स्क्याम एउटा चाहिँ ठगी पेसा हो, एउटा एक हिसाबको आफ्नो आफ्नो मान्छेहरूले सोच्नुहुन्छ। अब सोच्नुहोस् तपाईँ आफै यो बिजनेसको प्लेटफर्ममा चाहिँ किन डाइरेक्ट सेलिङ सेक्टरमा आउने कुनै पनि एउटा साधारण व्यक्तिले चाहिँ त्यत्रो धेरै पैसा कमाउन गाडी होइन घर गाडीदेखि लिएर फरेन टुरदेखि लिएर धेरै कुराहरू चाहिँ एचिभ गर्छ उसले 3, 4, 5 वर्षको समय अवधिमा देखेको छौँ हामीले प्र्याक्टिकल्ली। तपाईँले पनि
कहीँ न कहीँ त देख्दै आइरहनु भएको होला। र कसरी चाहिँ त्यो हुन्छ त भन्दाखेरि तपाईँ आफै सोच्नुहोस्, एउटा एडभर्टाइज गर्ने सेलिब्रिटीले चाहिँ त्यत्रो महँगो गाडी चढ्न सक्छ भने कि डाइरेक्ट सेलिङ बिजनेस प्रमोट गर्ने व्यक्तिले चाहिँ, जसले चाहिँ डेडिकेटेड भएर गरिरहेको छ, कि उसले चाहिँ गर्न सक्दैन होला त? कमेन्टमा लेख्न सक्नुहुन्छ हैन। एन्ड त्यसै गरेर यत्रो ठुल्ठुलो डिलर सम्हालेर बस्ने, जसले रिटेलर सपहरू सम्हालेर बसिरहेको छ, यो व्यक्तिहरूले आज महँगो गाडी अथवा लग्जरियस लाइफस्टाइल जिउन सक्छ भने के डाइरेक्ट सेलिङ कम्पनी प्रमोट गर्ने व्यक्तिले चाहिँ के यो गर्न असम्भव हो त? र के यो गर्न नसक्ला त? त्यसले गर्दाखेरि चाहिँ अब यहाँबाट तपाईँले क्लियर हुनुभयो कि कसरी चाहिँ किन चाहिँ त्यत्रो पैसा कमाइरहेको थियो त एउटा साधारण व्यक्तिले चाहिँ। हिजोसम्म केही नभएको व्यक्ति चाहिँ आज यो फिल्डमा आएर चाहिँ यत्रो इन्कम गरिरहेको छ भने किन गर्यो त भन्दाखेरि कम्पनीको आज उनी एडभर्टाइज गरिरहेको छ, होलसेलर पनि उसैले सम्हाल्दैछ, सिएनएफ एजेन्ट पनि उसैले सम्हाल्दैछ, डिलर पनि उसैले सम्हाल्दैछ, एडभर्टाइजमेन्टदेखि लिएर सारा कुरा उसैले गरिरहेको छ, र रिटेलर पनि आफै खुदै गरिरहेको छ भने उसले इन्कम गर्नु स्वाभाविकै हो, राइट? र यो डाइरेक्ट सेलिङ बिजनेस भनेको एउटा मान्छेलाई वास्तवमा भन्नुपर्दाखेरि चाहिँ एक्चुअली डाइरेक्ट सेलिङको सिद्धान्त भनेको चाहिँ एउटा अन्यलमा परिरहेको मान्छे चाहिँ, एउटा कन्फ्युजमा भइरहेको व्यक्तिलाई चाहिँ, एउटा लाइफमा अगाडि बढ्न चाहिरहेको व्यक्ति तर उसँग धेरै कुराहरूको चाहिँ सोर्सहरू छैन र ऊ अगाडि बढ्न चाहिरहेको छ भने उसको लागि चाहिँ एउटा सही ट्र्याक अनि सही प्लेटफर्म देखाउने, एउटा सही बाटो देखाउने चाहिँ प्लेटफर्म हो। र त्यसको साथसाथै यसको धेरै बेनिफिटहरू छ र एक्चुअलमा डाइरेक्ट सेलिङ बिजनेसको चाहिँ बेनिफिट यिनै डाइरेक्ट सेलिङ बिजनेस चाहिँ वास्तविक चाहिँ यो हो भनेर चाहिँ मैले हजुरको माझमा प्रस्तुत गरिसकेको छु। र आजको यस अडियो पोडकास्टबाट मलाई जहाँसम्म लाग्छ तपाईँले धेरै कुरा क्लियर भइसकेको छ डाइरेक्ट सेलिङ बिजनेसलाई लिएर हैन। हिजोसम्म तपाईँ कन्फ्युजमा हुनुहुन्थ्यो होला, के हो कस्तो हो कहाँबाट हो हैन, बा फस्ने हो कि डुब्ने हो कि बा राम्रो पो हुने हो कि, यो खालको धेरै प्रश्नहरू आइरहेको थियो होला तपाईँको दिमागमा र आजबाट तपाईँ क्लियर भइसक्नु भएको छ। नेक्स्ट अडियो पोडकास्ट लिएर आउने बाचा गर्दै आजलाई भने बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच। गो सेल्फ मेड, प्ले बिग, बिल्ड योर लेगेसी भन्दै लभ यु अल गाइज।